अनि त्यो फर्के गरेर म फर्केमा टेकेको थिएँ छन्को तल पो आवाज आउँछ त्यो केटीमा चाहिँ तल छ मेरो यसो हेर्नु त हाटा त हड्डी पो छ त यति लामो हड्डी पो छ त अब चाहिँ नि भूतले पनि छल गर्छ भनेपछि अनि मैले भने सुनेको थिएँ आफ्नो पाइतालाको टिको लागेपछि भूत प्रेत पिशाचले छुँदैन भन्ने कुरा सुनेको थिएँ मैले चाहिँ नि अनि त्यहाँबाट त्यो भेडालाई अब भेडा त नजिकै छ ला भन्छु है ला भन्छु यसो हेर्छ अलि पर्पज जान्छ मलाई कराउँदैन मलाई अनिखेरि त्यहाँबाट खुट्टा त्यो पाइतालाको टिको यसो लागेको थिएँ बचिसो हुने आवाज आयो भेडा छैन ल हेर्नुहोस् त अब त्यो आवाज चाहिँ आयो फेरि 25 भन्यो भेडो छैन ला यो रहेछ भूत अब चाहिँ नि झन् ठुलो हुन्छ ए त्यसले त गर्छ त तिमी नट है भाइ नट भनेर भन्छ यो बालुवा सोर्या छ त्यसले आफूतिर चढाउँछ फ्याङ्क्छ गर्छ झन् ठुलो अनि त्यसले करिबन अब त्यो घडी त थिएन त्यतिखेर होइन आधा घन्टा 45 मिनट जति हामीलाई त रोकिदियो अब चाहिँ उसले जाउँ पनि के ऊ पनि देखिँदैन के अरे मान्छे स्वरूप पनि देखिँदैन सेतो छ अब चाहिँ टकटका छ अब गरिरहेको छ अब यो खोलो दङ कराइरहेको छ अब माथि जङ्गल भइगयो त्यो तपाईँले देखिहाल्नु भएको छ अब जाउँ अब ऊ गर्नुपर्छ भनेर गएको त त्यहाँ पुग्दा त भर्खर मान्छे जलाएर गएको कुब्रो पो रहेछ अब चाहिँ नि के अरे दाउरा साउरा सबै थुप्रो छ पहिला त यहाँ मान्छे मरेपछि त शङ्ख बजाउँथ्यो हाम्रो शङ्ख बजाएपछि ल मान्छे मरेछ भनेर त्यहाँ जानुपर्ने बोलाउने अब कहाँ यो खोलो सुन्नु भएको छ नि यो खोलाको आवाज यहाँ त ठुलो खोलो छ नि यहाँ यो उतपट्टि त ठुलो खोलो छ नि त्यो खोलाको आवाज त सुन्नु भएको छ नि तपाईँहरूले अनि हो यो हामी खोलो तरेर जानुपर्ने अब उहाँ योभन्दा माथि ठुलो हाम्रो दाजुभाइहरूको गाउँ छ नि त यहाँ माथि गाउँ छ नि त अनि यो गाउँमा जानुपर्ने अब अन्त बाटो छैन ऊ तलबाट जानु नि त्यत्रो पहिरोहरू भयो त्यो भिरहरू भयो त्यहाँबाट जाने बाटो छैन अब यहाँ माथिबाट जाने हो भने झन् जङ्गल छ अब जङ्गलको बाटो हिँड्ने हाम्रो हिँड्ने बाटो नै यही हो बाउ पहिलादेखि नै हामी ओहोरदोहोर गर्ने बाटो त्यस्तै हो अनि के अरे ऊ शङ्ख बजेपछि ल त्यहाँ मान्छे बिरामी थिए हजुरआमा बिरामी थिए ल मरेछन् क्यार भनेर के अरे त्यो दिन घरमा बुवा हुनुहुन्थेन अनि मुवाले भन्नुभयो लौ शङ्ख बज्यो त्यहाँ त हजुरआमा मरै के हो बाबु अब घाटा जान पर्ने भने अब यति राति हुँदो म कहाँ जानु भने पल्लाहरूको दाइलाई नि बोलायो भनेर भन्नु अनि हुन्छ भनेर अनि पल्लाहरूको दाइलाई नि बोलायौँ अनि शङ्ख बजेको छ अब मान्छे मरेपछि त के अरे जिउँदाको जन्ती मुर्दाको मलामी भनेर भन्छन् अब जन्ती बोल गए पनि नगए पनि मान्छे मरेको ठाउँ त अप्ठ्यारो पर्छ अब बाँसहरू काट्नुपर्छ दाउरा बोक्नुपर्छ सहयोग गर्नुपर्छ जाऊ भनेर भन्नुभयो अनि आयौँ अनि ऊ आयो अब ऊ चाहिँ नि अब मलाई त त्यतिखेर त थाहा थिएन ऊ पनि अब त्यस्तो तान्त्रिक विद्या चाहिँ गर्दो रहेछ मलाई त थाहा थिएन आइपुगेको थियो त्यहाँ त के अरे त्यहाँ पर त्यो खोलामा त के अरे सानो सेतो कपडा जस्तो देख्यो अनि यता त्यो के कपडा भने होइन नटरा भाउ के नि होइन त्यो त बिस्तारै झन् ठुलो अनि त्यसले चाहिँ यहाँ बालुवा छ त्यो खोला बालुवा सोरेर अनि ऊ गरेर त्यतिखेर फ्याँक्यो जुन ठुलो भएर आयो ल है त नटेर है भन्यो अनि त्यसले त्यो माटो साटो गरेर मलाई लगाइदियो लगाउनु त हाम्रो मेरो घरमा माताजीले पनि मुवाले पनि भन्नुभएको थियो 3 चम्काको टिको लगाएर जा है त्यो बाटो हिँड्दा यसो भूतहरू लाग्छ भनेर भन्नुभएको थियो अनि त्यसमा त्यो भन्नुभएको थियो हिँड्ने बेला त्यो मलाई याद भएन नलगाइकन आयो अनि त्यहाँबाट यहाँ त्यस्तै झन् ठुलो हुन्छ ए त्यसले त उ गर्छ त तिमी नट है भाइ नट भनेर भन्छ यो बालुवा सोर्या छ त्यसले आफूतिर चढाउँछ फ्याङ्क्छ गर्छ झन् ठुलो अनि त्यसले करिबन अब त्यो घडी त थिएन त्यतिखेर होइन आधा घन्टा 45 मिनट जति हामीलाई त रोकिदियो अब चाहिँ उसले जाउँ पनि के ऊ पनि देखिँदैन के अरे मान्छे स्वरूप पनि देखिँदैन सेतो छ अब चाहिँ टकटका छ अब गरिरहेको छ अब यो खोलो दङ कराइरहेको छ अब माथि जङ्गल भइगयो त्यो तपाईँले देखिहाल्नु भएको छ अनिखेरि त्यहाँबाट त्यसो गरेपछि अनि त्यसले अनेक गर्यो अब दाइ के गर्ने भन्दा होइन नटरा भन्दै
अनि त्यहाँबाट त पछि फेरि बिस्तारै 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 सानो 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 हुँदा ल नटर है अब यो भाग्यो है हामीले जितिसक्यौँ भनेर उहाँले त्यसो भने भन्नु ल भनेर फेरि उसले उहाँ त्यसो गरेर अनि तेरो ल म तँलाई पनि केही लाग्दैन केही हुँदैन भनेर त्यो माटो साटो मन्त्र र के गरेर टिका सिका लगाएर गर्नुभयो ल अब जाउँ अब उ गर्नुपर्छ भनेर गएको त त्यहाँ पुग्दा त भर्खर मान्छे जलाएर गएको थुप्रो पो रहेछ अब चाहिँ नि के अरे दाउरा साउरा सबै थुप्रो रहेछ अनि उसले ल्याएर यो ऊ भएको रहेछ अब यो पिचास भएको रहेछ यो पिचासबाट हामीले उ गरेको अब नडराउ अब जाउँ भनेर अनि खोलो तरेर अनि हामी मान्छे मरेको ठाउँमा गयौँ त्यस प्रत्यक्ष देखियो बाबु अब देखियो अब त्यस्तो भयो कहाँ अब म मलामी गयो मसँग गएको दाजु पनि उतै बस्नु पर्ने भयो बस्यो अब त्यो त हाम्रो त अब क्रिया बस्ने मान्छेलाई केही छुनु हुँदैन भनेर भन्ने छ नि त अनि उसलाई भोलिपल्ट भात खुवाउनु पर्ने म त जाँदिनँ तिमी जाऊ कि तिमी बस भनेर भन्यो अनि अब घाम माथि नै छन् अब म गइहाल्छु त्यो बाटोमा त मलाई तर्साउँदैन होला भनेर भन्ने हिसाबले अब मलामी गएर उता त्यता गरेर आउँदा त बेलुकाको 4-5 बजिसकेको थियो घाम त पोल्ची भइसक्नु भयो तल गइसकेको थियो अनि आएपछि अनि त्यो बाटोबाट जाउँ कि नजाउँ राति त तर्साएको छ भनेपछि अनि माथि आएर डिला आएर यसो हेऱ्यो त्यही केही पनि छ कि भनेर हेऱ्यो अनि छैन भने फेरि अलि अगाडि आएर हेऱ्यो न केही छ कि भनेर यसो हेऱ्यो छैन अनि यसो दाहिने बायाँ हेर्दै पराकपुर उता पछाडि हेर्दै अनि आयो अनि यो खोलो तरिसकेर त्यहाँ आएछ अब त केही पनि रहन्छ अब त मलाई ढुक्क भयो भनेर यहाँ तल पुगेको थिएँ एउटा यत्रो कस्तो राम्रो भेडा देखेँ सेतो भेडा ला आज तलतिरको मान्छेले के अरे वस्तु चलाउनु आउँदा भेडै छोडेर गएछन् त्यो त भेडा सुहाउन पाए त लगेर त्यो मान्छेले छोडिहाल्यो बेलुका बाघले खान्छ होला यो भेडालाई भन्यो भने म नजिक जान्छु त्यो भेडा अलिअलि माथि परपर जान्छ समाउन खोज्छु अलि परपर जान्छ समाउन खोज्छु अलि परपर जान्छ त्यसो गर्दा त 1 घन्टा जस्तो त्यो उता जान्छ कराउँदैन त्यो फेरि भेडा कराउँदैन अनि मैले सोचेँ मारा ढुङ्गाले हिर्काउनु पर्यो अब यसलाई अनि मरे नि मरोस् अनि फेरि त्यहाँ घर गएर भन्छु अब फेरि जुठो परेको छ मासु खानु भएन मार्न पनि भएन जिउँदै समाउन पायो हुन्थ्यो बरु यसलाई समात लसी अब साँझ पर्न लागिसक्यो भनेर भन्ने उसले गएको जति पर जान्छु उति पर जान्छ जति पर जान्छु होइन यो त पक्कै पनि होइन यस्तो त भूतले पनि छल गर्छ भनेपछि अनि मैले भने सुनेको थिएँ आफ्नो पाइतालाको टिको लागेपछि भूत प्रेत पिशाचले छुँदैन भन्ने कुरा सुनेको थिएँ मैले चाहिँ नि अनि त्यहाँबाट त्यो भेडालाई अब भेडा त नजिकै छ ला भन्छु है ला भन्छु यसो हेर्छ अलि पर्पर जान्छ मलाई कराउँदैन मलाई अनि फेरि त्यहाँबाट खुट्टा त्यो पाइतालाको टिको यसो लागेको थिएँ बचिसो हुने आवाज आयो भेडा छैन ल हेर्नुहोस् त अब त्यो आवाज चाहिँ आयो फेरि 25 भनेर भन्यो भेडा छैन ला यो रहेछ भूत अब चाहिँ नि अब भएन यो बाटो गयो भने त अब म मर्ने मै अब मेरो प्राणी आज अर्को मान्छे म पनि मर्छु भनेर अर्को बाटो अब चेन्ज गर्न लागेँ अनि अर्को बाटो मार्छ होला भनेर गायब भइगयो नि त्यत्तिकै भेडा गायब भयो अनि म अर्को बाटो चेन्ज गरेर गएँ अनि अरू चिज चेन्ज गरेर गएपछि के अरे एउटा खोल्चु काटेर उता गएपछि त एउटा केटी मान्छे लुहुर अगाडि हिँडिरहेको छ अनि सेतो लुगा लगाएको अनि गरे अहिले अँध्यारो भइसक्यो है अनि फेरि त्यहाँबाट कहाँ जाने दाइ म पारी गाउँ जाने म पनि जान्छु मलाई त कसरी डर लागेको छ भने मलाई पनि डर लागिरहेको छ अब त्यो मान्छेले देखेछ अब मलाई पनि डर लाग्यो नि राति हुँदो केटी मान्छे छ एक्लै भनेपछि त्यही अन्नाजी हाम्रो उसमा 10-12 वर्षको केटी छ त्यस्तो मान्छे छ अनि फेरि त्यहाँबाट त कस्तो डर लागेछ दाइ भन्छ च्याप्पै मेरो हातमा समात्यो त्यसले त च्याप्पै मेरो हातमा समात्यो अनि यस्तो त नहोला मान्छेले त यस्तो मान्छेले समात्यो होला त्यहाँ जाने होला अब के गर्ने होला भने
अब मलाई चाहिँ के होस् आयो नि त्यो घर कहाँ हो कसको छोरी हो के हो भने सोध्नु पर्ने नि त्यो होस् के पनि आएन अब चाहिँ नि त्यो होस् के पनि छैन मलाई चाहिँ नि त्यो मान्छे भेट्यो त्यो केटी भेट्यो केटी भेटेपछि हुन्छ पुऱ्याइदिनु भने त्यो आफूलाई त मनमा त एकदम डर लागिरहेछ अनि डर लागिरहेछ अब घरभन्दा तल पुग्यो अब घरमा बोलाउनु पर्छ नि त त्यो राति भएपछि आमा आमा भनेर बोलाएको भए पनि हुन्थ्यो अब अनि त्यहाँबाट बोलाएन अनि त्यो उसको काठको फर्केर हालेको थियो कि खोलामा फर्किहालेको थियो है अब त्यो बच्चाहरू स्कुल जाँदा मान्छेहरू यता उ गर्छन् बगाउँछ खोलाले पुल थिएन नि काठको फर्किहालेको थियो अनि त्यो फर्के गरेर म फर्केमा टेकेको थिएँ छानेको तल पो आवाज आउँछ त्यो केटी मान्छे तल छ मेरो यसो हेर्नु त हाटा त हड्डी पो छ त यति लामो हड्डी पो छ त अब चाहिँ नि अनि अब त्यो हड्डी छ ला आज मलाई मेरो चाहिँ भने त्यहाँ त म त त्यसै बिहोस भइहाल्यो नि बिहोस भएँ अनि बिहोस भएपछि पुलसम्म समय समातेर त्यो फर्के तल त्यो बच्चा चाहिँ खोलामा देख्यो म चाहिँ माथि फर्केमै छु हात खुस्किसक्यो यसो हात हेर्छु त त्यति लामो हड्डी सेतो हड्डी पो छ त हड्डी फ्याँक्दिएँ म त त्यस्तै बिहोस भइहाल्यो नि अङ्के त्यहाँबाट कतिखेर चाहिँ नि घर पुग्यो भने थाहा भएन मलाई त घर पुगेर एकदम चिडचिड पसिना आयो के भयो आमाले घर आएको के भयो भन्नु ल त्यसलाई त के भएछ भनेर अनि गाउँतिर अब त्यो तान्त्रिक विद्या गर्ने मान्छे त गाउँतिर थुप्रो हुन्थ्यो अनि बोलाएर ल्याएर गयो रातभरि मलाई केही पनि थाहा छैन रातभरि मलाई केही थाहा भोलिपल्ट बिहान हुन्छ घरमा सुतिराख्यो अनि झन्डै अनि आमाले भन्नुभयो हिजो झन्डैले मर्छ तँलाई के भयो त ओहो म यसरी भयो अनि यसरी भेडा देखाएको थियो भेडा समाउँछु भनेर भन्दै के अरे भेडा भाग्यो अनि तपाईँहरूले पैतालाको टिका लगाउनु अनि ठिक हुन्छ भनेर आमालाई कथा कहानी सुनायो त ला मेरो छोरो कसरी बाँचेछ हेर मान्छे मरेको ठाउँमा गएको मान्छे त्यसको लागेछ भनेर भन्ने त्यस्तो घटनाहरू घटेर आएको छ के बाबु अब चाहिँ हजुर डराउनु पर्दैन यहाँ कलाङकुलुङ हजुर कलाङकुलुङ आवाज त गरिरहेको छ नि धेरै खुसी लाग्यो फेरि कुनै पनि अब अस्ति तपाईँले भूतको कथा सुनाउँदाखेरि फेरि पनि त्यो तपाईँले ओडा देखाउँछु भनेर आएको त्यसको लागि तलब गरेर हामी यहाँसम्म आएर फेरि अर्को नयाँ भूतको कुरा धन्यवाद तपाईँहरूसँग भेट भयो आज कहाँदेखि आउनुभयो खुसी लाग्यो मेरो फेरि अर्को भूतको कथा केही भने हामी पछि आएर फेरि सुन्नेछौँ हुन्छ मेरो जीवनमा घटेको घटनाहरूलाई म तपाईँहरूको क्यामेराले कैद गर्छ भने सुनाउनु तत्पर छु सुनाउँला कहाँदेखि मेरो घर नदेखेर खोज्दै आउनुभयो अब यस्तै हो भेटघाट भयो सबभन्दा खुसी लाग्यो नि तपाईँहरूलाई देखेर